म पनि यहाँनिर टप 4 मा हामी अहिले टप 3 यहाँ छौँ भोइसको विनर ऊपर सुतिरहेको छ विनर त अब हाम्रो अब आउनेवाला छ प्लिज हजुरहरूले हामीलाई भोट दिएर जिताउनु होला ट्रफी हो अन्त म चाहिँ के त्यही त भन्दैछु म चाहिँ के त यहाँ प्रोसेसी होइन प्रोसेसी फाइनलिस्ट हो होइन प्रोसेसी फाइनलिस्ट हो अनि इन्द्रकला चाहिँ उहाँनिर छ हामी टप 3 छौँ अब एकजना चाहिँ को छ अर्पणै राखिदिउँ म अहिले है मार्छ होला अनि टप हाम्रो 4 चाहिँ आउनु भएको छैन उहाँ चाहिँ हो अर्पणा आचार्य हो म चाहिँ पूजा आचार्य म चाहिँ यहाँ टप 4 भित्र एकदम आएर यो काउचमा बस्ने मैले एउटा सौभाग्य मलाई मिल्यो प्राप्त भयो अरू के भन्नु प्रोसेस पाण्डेको कारण त्यही पनि प्रोसेस पाण्डेको कारण तर बिचराले दुर्भाग्यवश ट्रफी चाहिँ नपाएर आज मैले पाउने छु अनि ट्रफी चाहिँ म पक्का पनि लिएर आउने छु है सिक्किम ल हेर्नुहोस् कृपया यो सिक्किमतिर भन्दा नि दार्जिलिङतिर बढी फोकस गर्नुहोस् ट्रफी हामीलाई दिनुहोस् दार्जिलिङ चाहिँ किन फोकस गर्नु दार्जिलिङ भने दार्जिलिङतिर दार्जिलिङ भनेको दार्जिलिङ म जान्दिनँ म त अब टप 4 मा म जस्तो को छ होला जसले चाहिँ ब्लाइन्ड नकआउट केही नदी डाइरेक्ट म ल अब यति भन्दै म यो यही राख्न चाहे हो अनि फाइनलिस्टदेखि म सिधा कहाँ पुग्छु फेरि आम जनतामा म पुग्ने छु त्यसले गर्दा म राखेँ बाई बाई दार्जिलिङबाट सिक्किम बाई 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 ल ल